1 नम्बरमा खोप लाउनु पर्छ है। ए हस् 2 नम्बर पकाउनु भन्दा अगाडि खुवाउनु भन्दा अगाडि साबुन पानीले मिची मिची हात है। हस् हस् ल म हात धुएर हेरेँ साबुन पानी यहाँ राख्नु के भने दिएको चाहिँ टिटीको चाहिँ सकिहाल्ने जस्तो छ हौ होइन कुर्सी पो पुगेन हौ कुर्सी भित्र छ त यसरी राख्नु न टोकन दिँदै कसले हात दियो 1 नम्बरमा टोकन दिनु मैले 1 नम्बरमा हात है लग्नै एकछिन त्यहाँ बस्नु म टोकन दिन्छु खै त मेरो नउ छ एप्रोन न यो टोकन हो। अहिले तपाईले 1 नम्बरमा खोप लाउनु पर्छ है। ए हस् 2 नम्बरमा को आउनु हात धुनु भयो? ए त हात धुनु हो छैन हात धुनु चल्नु मान्छे हात दिनु मैले दिँदा पाउँदा हुन्छ आउनु पक्दा भयो अब उठा छोरी उठा उठा खोप लाउनु मैले लाउनु दिन्छ कि आमाले नै हात दिन्छ तिमीले ल्याइदिरा हुन्छ नि त आमाले धुनु दुध आमाले यसरी निकाल्नु आमाले भइन्छ अनि सधैँ हुन्छ भिडभाड भएर उठाले गर्दा क्या भएको हो क्या सधैँ नै हुन्थ्यो। अनि भिडभाड भएको बेला गर्दैन अलिक कम भएको बेला कति कति भयो लाग्छ बच्चा जन्मे कति भयो? तपाईँको पुगेन जानुहोस् है अर्को महिना मात्रै। एकजना आउनु त बस्नु उता यता आउनु त गोलाका ल टोकनले चाहिँ आउँछ यहाँ बस्नु ए टोकन लिँदै त बस्नु अनि त्यसपछि 4 नम्बरमा चाहिँ हात धुने अवस्था र महत्त्व बच्चालाई तालिका अनुसार खुवाउनु पर्ने लगाउनु पर्ने खोपहरू र पूर्ण खोपको महत्त्व पकाउनु भन्दा अगाडि खुवाउनु भन्दा अगाडि साबुन पानीले मिची मिची हात धुनु पर्यो है। यो चाहिँ हात धुने चाहिँ 3 अघि 3 पछि छ 3 अघि भनेको खाना पकाउनु भन्दा अगाडि हात धुनु पर्यो अनि त्यसपछि खुवाउनु भन्दा अगाडि हात धुनु पर्यो अनि खुवाइसकेपछि हात धुनु पर्यो। अर्को चाहिँ के छ अर्को चाहिँ बच्चाको दिशा धोएपछि चर्बी प्रयोग गरेपछि फोहोर चिज छोएपछि त्यो चाहिँ 3 पछिको हात धुनु पर्यो है। किन धुनु पर्यो त विभिन्न किसिमका फोहोर कीटाणु जीवाणुहरू समेत जहिले पनि हाम्रो हातमा नदेखिएको कीटाणुहरू टाँसिएर बसेको हुन्छ। त्यो भएको कारणले गर्दा हामीले राम्रोसँग हात नदिई खुवाउँदाखेरि बच्चालाई पखाला लाग्न सक्छ हैजा लाग्न सक्छ अन्य विभिन्न सरारोगहरू लाग्न सक्छ। त्योबाट बच्नको लागि त्यो कीटाणुहरूलाई पखाल्नको लागि राम्रोसँगले मिची मिची हात धुनु पर्यो भनेको है। यो चाहिँ बच्चालाई उमालेको वा शुद्धिकरण गरेको पानी मात्र खुवाउनु पर्यो। दुध उमालेर मात्र खानु अथवा खुवाउनु पर्दछ है। किन त यो चाहिँ किन स्वस्थ हुनुको लागि विभिन्न सरारोगबाट बच्नको लागि है त। 4 नम्बर सकियो 5 नम्बरमा हो त ल यता बच्चाको आमा हेर्नुहोस् है के देख्नुभयो मैले सफा गरिरहेको आची गराइरहेको यता हेर्नुहोस् है आमाहरू त्यही हो उहाँले भन्नुभयो जस्तै यो भनेको चाहिँ सधैँ सफा चर्पीको प्रयोग गर्ने बच्चाको दिशा पनि चर्पीमै प्रयोग गर्ने भनेको छ है। बच्चाको दिशा पनि ठुलो मान्छेको जस्तो नै हानिकारक हुन्छ। त्यो भएको कारणले गर्दाखेरि बच्चाको दिशा जहिले पनि टोयलेटमै फाल्ने है। कतिले चाहिँ पुरानो पहिला सही ठाउँमा सही विसर्जन गर्नु पर्यो। बाहिरै दिशा गराउने त्यति फल्न पखाउने पखाल्ने बच्चाको दिशा त हो भनेर हिचेक्रे गर्ने गर्छ तर डाइपरहरू जता पाए त्यतै राख्ने गर्नु भएन। त्यो गर्नु भएन। ल यता मात्र कति देखाउँ यता पनि देखाउँ है त। ल के देख्नु भयो आमा म सबैलाई फरक आउँछु ल यो भन्नु खोजेको चाहिँ बच्चा जन्मेदेखि 20 इन्चीदेखि लिएर 15 महिनाको दादरा रुबेलासम्म सबै खोपहरू बच्चाको उमेरसम्म लगाउने भनेको है। बुझ्नुभयो 15 महिनासम्म लगाउनु पर्ने सबै खोपहरू लगाउने है। सबै खोप तालिका अनुसार खोप केन्द्रमै गएर लगाउनु पर्छ। किन लगाउनु पर्छ? बच्चाहरूमा सामान्यतया हुने संक्रामक तथा घातक रोगहरूबाट बचाउन प्रमुख उपाय नै खोप हो। खोपले न्युमोनिया दादरा रुबेला टाइफाइड पखाला लहरे खोकी मेनिन्जाइटिस पोलियो आदि जस्ता रोगहरूबाट
बच्चा स्वस्थ हुनुका साथै शारीरिक र मानसिक विकास राम्रो हुन्छ। बच्चालाई लाग्न सक्ने रोगहरू कमी भई ठुलो